गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। साथीहरू आज चाहिँ यतिको दिनभरि यतिको बसिबस्छ हुनेछ। आजको दिनभरि जहिलेसुकै दिनै बसिबस्छ मात्रै हुनेछ। साथीहरू यतिकै यस्तै छ। आज मेरो अङ्कललाई साफ गर्दै हुनुहुन्छ। हेर्नुहोस् कसरी काम गर्नुहुन्छ। अब चाहिँ हाम्रो दिनभरि यता काम हुन्छ। काम चाहिँ के भन्नु भने यहाँ चाहिँ चुलो छ है। नेपाल अब आगोमा बनाएर खाना पनि पाइयो यहाँ। यसलाई चाहिँ पुरै साफ गरेर त्यो माटो जति सबै त्यो माटो हुँदैन खरानी र मोलो सबै हो यहाँबाट हालिदिने। साथीहरू मैले चाहिँ सानो भिडियो बनाएको थिएँ अस्ति नै। त्यो साग हेर्नुलाई के हो साग हो कि के हो भनेर यो चाहिँ अहिले यस्तो भयो। यो चाहिँ तोरी नै रहेछ। यहाँभन्दा बढ्दै बढेको छैन। अस्ति नै त्यस्तै भएको थियो, अहिले नि यस्तै भयो, बढ्दै बढेको छैन। आज चाहिँ यही काम हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ काँडे धनियाँको बिउ न। यो चाहिँ अनलाइनमा मगाएर लगाएको यस्तो भयो। यहाँबाट पलाउँदै रहेछ है। मरेर पुरै पोयालै थियो। अन्त पानी हालिदिरहेको यत्तिको भएको रहेछ। यो चाहिँ चुडेर फालिदिउँ। यहाँ चाहिँ त्यारे फुलको बिउ भनेर लगाएको। यस्तै के उम्रो त्यारे फुल पनि उम्रिएन 12 महिना। यहाँ चाहिँ धनियाँ लगाउने हुन छ अरे। आज चाहिँ यो पुरै यहाँबाट घरसम्म खनेर अनि यहाँ चाहिँ अब खुर्सानी लिएर खुर्सानी जमाउनु छ। अनि अर्को धनियाँ लिएर लगाउनु हो। यस्तो छ है। यहाँ चाहिँ यस्तो छ। एउटा टिन तेर्साइदिन नै यहाँ चाहिँ खाना बनाउन चाहिँ सही हुन्छ। यहाँनिर चाहिँ खाना पाक्दैछ। खाना बनाउँदै हुनुहुन्छ। के पाएको गेडागुडीको तरकारी। ग्यास चाहिँ हाम्रो होइन साथीहरू। ग्यास किन यस्तो भन्नु होला। हाम्रो ग्यास चाहिँ यहाँ छ। यसको चाहिँ बिग्रेर अनि त्यो ग्यास हालेको। यो चाहिँ आज बनाउन लाने हो। साथीहरू खानासाना पनि भइसक्यो। खाना खाएर चाहिँ यहाँ भाँडा धुँदैछु। ग्यास सफा गर्नु पऱ्यो भनेर ग्यासको हालत हुनु त यस्तो बनाएको कसले होला है। साफ पनि गर्दो रहेछन् कि जस्तै। मेरो ग्यास चाहिँ त बिग्रेर यसरी राखेको छ। यो ग्यास चाहिँ बनाउनु पर्छ। बिग्रेर थोरै ग्यास लिक हुन्छ। यसको तलको त ग्यास आउने पाइप भाँचिएर यो चाहिँ राखेको छ। यो ग्यास युज गरेको अर्काको वहाँ माथि रहेछ र अनि झिकेर युज गरेको यस्तो रहेछ। थोरै सबिना पाउडरले यसरी लगाएर छोडेछु। खै कतिको सफा हुन्छ हेरौँ। अब प्लेटहरू पनि यस्तो फोहोर गन्दा गराएर राखेका। कहिल्यै साफलेबाट साफै नगरे जस्तो पुरै यस्तो अलिकति सबिना लाएर घोटेको यतिको भएछ। अब यसलाई चाहिँ सबिना लगाएर घोटाएर राख्छ। कस्तो हुन्छ त्यस पछाडिको लुकमा तपाईँहरूलाई देखाउँछ। साथीहरू हेर्नुहोस् यसरी रगड्दा पनि गएको छैन। पछि नभन्नुलाई फेरि यस्तो ग्यास नबनाएका भनेर हेरेर यस्तो भयो। जति गरौँ जाँदै जाँदा अघि धोएको ग्यास चाहिँ सफै भएन। थोरै चाहिँ हल्का चाहिँ हेर्नुहोस् हल्का चाहिँ देखिएको छ। अलि राम्रो चाहिँ अघिको भन्दा अलि राम्रो देखिएको छ है। पहिलाभन्दा चाहिँ यो सबै घोटेको सबिना लाएर घोटेको नि यो त जाँदै जान्न। यो सबै पनि घोटेको जाँदै गएन। यो यसको चाहिँ बर्नलै रहेनछ। साफ गरेको भएन। अब त आन्टीको घरतिर जाँदैछु। आज त्यो त पछाडितिर गार्डन यसो सफा गर्न पर्ला भनेको त्यो पनि नहुने भयो। एक्लै भयो। अहिले चाहिँ अलि गर्मी नै छ। अहिले शीतल फर्केको बेलामा सफा गर्नु पर्ला खन्नुपर्छ। शीतल फर्केको बेलामा खन्न पर्ला। अब चाहिँ आन्टीको घरमा जाँदैछु। त्यो बसेर चिसो गर्मी छ। चिसो त खानै परेन नि। तपाईँहरू हेरिराख्नु है मेरो भिडियो। त्यो शीतलो छ। हाम्रोमा चाहिँ गर्मी छ। यता घाम छ। एक्लै घाम छ हाम्रोमा। त्यो एसी चलाउँछ शीतलो छ साथीहरू। आलु त पछाडि खन्नु भनेको
त्यो तोरी त सबै उखालेर हालिदिनु त्यो पुरै तोरी हो साग होइन क्या त्यसलाई सबै उखालेर हालिदिनु बढ्दै बढे होइन त्यत्रोको त्यत्रै हो मैले एउटा युट्युबमा सानो भिडियो पनि हालेको थिएँ साथीहरू युट्युबमा टिकटकमा हालेको थिएँ त्यो चाहिँ के हो भनेर त्यो खाली तोरी रहेछ त्यत्रोको त्यत्रै छ बढ्दै बढेको छैन कसले हेर्नुभएको छैन गएर हेर्नु सक्नुहुन्छ त के हो भने मैले चाहिँ टिकटकमा हालेको छु राजीव सुषमा 12 मेरो टिकटक आइडी चाहिँ त्यहाँ गएर हेर्नु सक्नुहुन्छ के हो त्यो भन्नु अहिले चाहिँ खन्ने भनेको अहिले चाहिँ यस्तो घाम छ है त्यो घाममा चाहिँ काम गर्न सक्दिनँ अहिले दिउँसो पाखा शीतल फर्केको बेला गएर खन्ने हो त्यहाँ खनेर अनि खुर्सानी जमाइदिने क्या खुर्सानी जमाइदिने धनियाँ पनि त्यो धनियाँ उम्रिँदैन सबै खनेर मलाई यति रिस उठेर त देख्दाखेरि त्यो पुरै खनेर अब त्यहाँ चाहिँ यसो केही सब्जी डुबिदिने साथीहरू म चाहिँ अब चिया बनाउँदैछु चिया खानेर काम यत्तिकै काम चाहिँ केही भएन आज पनि दिनभरि बस्नुभयो यता यसो सब्जीहरू लगाउनु खल्न भनेको त्यो पनि भएन यसले दुधले त यसरी बनेर त्यो पनि थोरै थोरै बन्ने भन्न सक्छ चाहिँ कपाल काट्ने तयारी हुँदैछ उनीहरूको यसो मेरो मन्दिर हो यहाँ मन्दिर रेडी हुँदैछ यहाँ चाहिँ अङ्कलले फलिकालिदिनुहुन्छ मन्दिर बनाउने हो पंखाले यस्तो भयो त्यो पंखा पनि कसरी बनाउँछ कि फ्याक्ट्री हुन्छ लाइकनुहोस् मेरो चाहिँ चिया पाक्दै दुध पोख्यो यो ग्यास चाहिँ हेर्दाखेरि यस्तो लाउँछ नि साथीहरू म चाहिँ अब चिया बनाउँदैछु चिया खानेर काम यत्तिकै काम चाहिँ केही भएन आज पनि दिनभरि बस्नुभयो यता यसो सब्जीहरू लगाउनु खल्न भनेको त्यो पनि भएन यसले दुधले त यसरी बनेर त्यो पनि थोरै थोरै बन्ने भन्न सक्छ यहाँ चाहिँ कपाल काट्ने तयारी हुँदैछ उनीहरूको यसो मेरो मन्दिर हो यहाँ मन्दिर रेडी हुँदैछ यहाँ चाहिँ अङ्कलले फलिकालिदिनुहुन्छ मन्दिर बनाउने हो पंखाले यसो भयो त्यो पंखा पनि कसरी बनाउँछ कि फ्याक्ट्री हुन्छ लाइकनुहोस् मेरो चाहिँ चिया पाक्दै दुध पोख्यो यो ग्यास चाहिँ हेर्दाखेरि यस्तो लाउँछ नि गर्मी यस्तो छ गर्मीको चाहिँ पुरै छुट्टीमा कसरी यस्तो आउँछ बिस्तारै गर्मी छ गर्मी कहिले सकिन्छ थाहा छैन पंखा बिना बस्नु सकिँदैन यहाँ चाहिँ यस्तो छ साथीहरू चाहनुपर्छ खाने बस्ने त्योभन्दा अरू केही बनाउनु भएन चिया पाक्दैछ गर्मी धेरै छ साथीहरू चिया पनि मिल्न लायो साथीहरू यहाँ चाहिँ कटर कति छन् त्यहाँ कटर पाकेछन् बुटैमा त्यहाँ चाहिँ कटर छन् बुट्टैमा पाके छन् त्यहाँ चाहिँ एकै ठाउँमा 3टा छन् यहाँ छन् हो
हेर्नुहोस् कटर कति ठुला कटर छ त्यसपछि कपाल काट्दैछ नि कान्छी क्यारी के हो नि खाने के हो ल हेलो भन हेलो गाइस भन के किन खाने के हो त नि त्यस्तो नि खान्छन् बानी अन्त कहाँ फाल्ने हो त खनेर आऊ यता आऊ त्यहाँ खाने हो कि होइन म पाकिसक्यो लिएर आम ल होइन हजुरहरूले कपाल काट्दै हुनुहुन्थ्यो त्यही हो र क्या खाने भयो अहिले पनि लिएर आउँछु मैले बनाएको चाय हेर्नुहोस् कस्तो छ ए हाम्रो कान्छीले चिया खाँदैछन् के खान लाग्यो रन्छी खै तिम्रो चिया खाएको गिलास देखाइदेऊ त ल हाम्रो कान्छी सानो छिन् हाम्रो कान्छीले खाने चियाको गिलास पनि सानो छ है कसले दिएको अरे यही बात गाइस अरू केही नभयो नि यत्रो लायो यति दुःख गरेर यो साउ नउम्रे नि यति लसुन चाहिँ उम्रिदिएछ लसुन चाहिँ राजीवले लगाउनु भएको थियो यो चाहिँ उम्रेछ खुसी लाग्यो यो देख्दा यो ब्याङ ब्याङ खनेर फालिदिउँ जस्तो भएको थियो मलाई चाहिँ अहिले चाहिँ यति लसुन चाहिँ भएछ अब यहाँ चाहिँ लसुनै लगाइदिनु पर्यो यहाँ लसुनै लगाइदिनु पर्यो है त्यही उम्रेछ त्यो आलीको त्यो आली उतासम्म लसुन लगाइदिने अनि यता चाहिँ खुर्सानी बिउ जमाउनु पर्यो दोकानबाट रातो खुर्सानी र उसको बिउ लिने धनियाँको अनि लगाइदिनु अब यहाँ बेलाउतीको बुटो छ है बेलाउतीको बुटो मात्रै छ बेलाउती छैनन् यसमा त्यहाँ आँप बनियो भने अब यति ठुला आँप छन् अब त्यो आँप कसरी टिप्ने हाम्रो गाउँतिर आँप बुट्टा हुन्थेन ढुङ्गा हाने खाने थियो होइन अङ्कल त्यो आँप टिप्ने त कसरी टिप्नुहुन्छ कति ठुला खाने आँप पनि त्यो माथि टुप्पामा त कति ठुला खान्छन् कटरको बुटो छ है कटर छन् साथीहरू हामी चाहिँ बहिनीलाई लिने स्कुल जाँदैछौँ अहिले आँप हेर्नुहोस् त कति धेरै आँप छन् कितना बड़ा आँप है बड़ा बड़ा आँप है हिंदी में बात गरिन्छन् बड़ा बड़ा आँप है यहाँ चाहिँ पुरै नेपाल कुसमाको जस्तो लाग्छ मलाई यहाँ चाहिँ पुरै यस्तो नेपाल जस्तै छ कुसमाको जस्तै लाग्छ साथीहरू यो चाहिँ पुरै चेन्नई जस्तै छ साथीहरू रमाइलो छ भिडियोहरू आफै देखिन्छ अलि साउनै आएन होला यहाँ चाहिँ रमाइलो छ नेपालको जस्तै छ बस्ने सानो कलेजहरू छन् रमाइलो छ हेर्नुहोस् साथीहरू स्कुलबाट मुखमा बिस्कुट हालिन्छ नि त्यही भएर सक्दिनँ के भयो यस्तो क्राउड छ अनि तिमीले यो चाहिँ के थाहा छैन म अफिस जस्तो छ कहाँ ग्रेस हो त त्यसै ग्रेस गरौँ कहाँ छ ल हिँडेर देखाउँछु सिटिङले देखाउँछु साथीहरू हेर्नु इम्ली हामी चाहिँ इम्ली खाएको छौँ यिनले माइचुङ मसीको इम्ली यहाँ चाहिँ इम्लीको बुटो रहेछ धानहरूले खाएको यति मिठो इम्ली माइचन यहाँ पछाडि त मसित यति धेरै छन् यिनीहरूले मागेका छन् मैले दिन्न कान्छी छन् छ है
देखाउ त खै ओ कान्छी छ नि यति धेरै हिउँले आइज आएको मैले घर गसी दिन्छु तर मैले दिन्न हँसो गाइजहरू आइज आऊ गाइजहरू खै हामीले हारे तुतुन देखाउ त हामीले खाएको तुतुन देखाउ त अहिले जस्तै बनाउ त हामी पनि गोलियो पनि है यता फर्का त हामीले खाएको तुतुन देखाउ त खाऊ त खोइ एकचोटि ए खोज्न आउनु आज हाम्रो अङ्कलले मिठो रहेछ होइन मौलाएर हेर्नुहोस् साथीहरू यस्तो छ यो चाहिँ अब खाने चिक्केर यहाँभित्र पनि अमिलाको जस्तो गेडा खायो ल साथीहरू अब चाहिँ यता यसो सफा गर्नु पर्यो खन्नु पर्यो भनेर यहाँ चाहिँ एकचोटि खनिसकेको अब यहाँ अलिअलि खनिदिनु पर्यो अनि यहाँ चाहिँ अब यता चाहिँ लसुन लाउने हो त्यहाँ त्यो अघि नै देखाइसकेँ मैले लसुन उम्रेको छ अब यहाँ पनि खनेर अनि छिट्टो लसुन लाउने हो साथीहरू यस्तो जरा सेतो सेतो जरा खान् सायद नि जरा भएर नि होला नहुने नखान यहाँ चाहिँ मेरो खेताला छन् यिनीहरू यिनी खन्छन् अरे कस्तो खन्ला नै राम्रो भएछ खनेको गर्न खान त तपाईँलाई देख्छिन अब ल साथीहरू उहाँबाट यहाँसम्म खनियो पानीले जमेको साह्रो रहेछ खन्न नि चाहिँ ठिक्क खनियो अब यतापट्टि चाहिँ यहाँ लसुन लगाएको छ लसुन यत्रो भयो नि यत्रो लसुन भयो त्यही भएर यता चाहिँ खनेन यो चाहिँ साग हो यसलाई चाहिँ अहिले मैले फाल्दिनँ हेरौँ कत्रो हुँदो रहेछ पछिसम्म यहाँ कर्कालो नि उम्रेको साथीहरू पिँडालु फालिदिएको उम्रियो बरु यहाँ लगाएको चाहिँ उम्रेन तिहारे फुल भनेर लगाएको के उम्रियो ए मेरी खेताली यता आऊ यता यहाँ राख यो बाउसो चाहिँ अब यहाँ चाहिँ भोलि साफ गर्ने हो है तिमी नै आऊ है मैले साफ गर्ने बेलामा आऊ है ल गर्मी भयो पसिना भयो काम गरेर अब चाहिँ नुहाउने हो बस्ने होइन तिमी बस म चाहिँ नुहाउँछु है ए त्यस्तो माटो खुट्टाले माथि जाने होइन तल झर छिटो साथीहरू नुहाएर पनि झन् जति नुहाए झन् गर्मी हुन्छ आज चाहिँ मैले उही लगाएकी छु देख्न सक्नुहुन्छ उही लगाएकी छु अब चाहिँ खानासाना बनाउने तयारीमा लाग्नुपर्छ खाना बनाउनु पर्यो आज खानामा चाहिँ चना हो छोले चना अनि रोटी मैले त बनाउँदिनँ राखिदिनु रेडी गरेर चना उमाल्न राखिदिनु उमालेर राखिदिएपछि आएर बनाउनुहुन्छ र जतिले पनि युट्युबमा हेर्नुहुँदैन सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू सब्सक्राइब गरिदिनु होला हजुरहरूको साथ र सपोर्टको खाँचो छ र जसले मेरो फेसबुक पेजमा पनि आउँछ यो बेला त्यसमा राजीव परियार
फेसबुक पेजमा आउँछ। जतिले पनि फेसबुक पेजमा हेर्नुहुनेले फलो गर्न नभुल्नु होला अनि लाइक गरिदिनु होला, सेयर पनि गरिदिनु होला। यो भन्न चाहिँ हजुरहरूको साथ र सपोर्टको धेरै खाँचो छ। हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो, माया गरिदिनु भयो भने अझै राम्रो गर्नेछु। खासै राम्रोसँग बोल्न त आउँदैन, सुरु नयाँ भएर नै होला। खासै राम्रोसँग बोल्न आउँदैन, सिक्दैछु बोल्न। मैले नजानेको कुराहरू हजुरहरूले सिकाइदिनु होला, कमेन्ट गर्नुहोस्, म फलो गर्नेछु। त्यही भन्न चाहे साथीहरू, मेरो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद। पछाडिबाट कोइली कराएको थियो, अहिले चाहिँ आउनै छोड्यो आवाज। मैले हेरेको चाहिँ हल्का फुल्का हावा लागेको छ, थोरै अलिअलि शीतलो भएको छ। बाहिर चाहिँ भित्र चाहिँ गर्मीले बस्नै सकिन्न, पसिनै पसिना छ, पुरै पसिना एकदम गर्मी हो। अहिले चाहिँ शीतलो हावा लागेको छ। बाहिर बस्दा चाहिँ खासै गर्मी हुन्न, भित्र गयो भने झन् गर्मी हुन्छ। एकछिन बाहिरै बस्नु पर्यो। बाहिर चाहिँ मेरो गेट बाहिर यस्तो छ है, अलिअलि हावा पनि लागेको छ। अब साँझ पर्दै गइसक्यो, एक्लै छु, अत्यास लाग्छ एक्लै हुन त। काम छैन, काम गर्न पाए पनि अलि हल्का हुन्थ्यो। कामसाम छैन, दिनभरि बस्यो, खायो, सुत्यो, यति मात्रै भयो काम। यत्रो महिना 4 महिना भइसक्यो काम नगरिकन बसेको पनि। अब काम खोजेर लाग्नु पर्यो भनेको, काम मात्रै पाइँदैन आफूले भने जस्तो काम। साथीहरू, पछाडिबाट कोइली कराएको थियो, अहिले चाहिँ आउनै छोड्यो आवाज। मैले हेरेको चाहिँ हल्का फुल्का हावा लागेको छ, थोरै अलिअलि शीतलो भएको छ। बाहिर चाहिँ भित्र चाहिँ गर्मीले बस्नै सकिन्न, पसिनै पसिना छ, पुरै पसिना एकदम गर्मी हो। अहिले चाहिँ शीतलो हावा लागेको छ। बाहिर बस्दा चाहिँ खासै गर्मी हुन्न, भित्र गयो भने झन् गर्मी हुन्छ। एकछिन बाहिरै बस्नु पर्यो। बाहिर चाहिँ मेरो गेट बाहिर यस्तो छ है, अलिअलि हावा पनि लागेको छ। अब साँझ पर्दै गइसक्यो, एक्लै छु, अत्यास लाग्छ एक्लै हुन त। काम छैन, काम गर्न पाए पनि अलि हल्का हुन्थ्यो। कामसाम छैन, दिनभरि बस्यो, खायो, सुत्यो, यति मात्रै भयो काम। यत्रो महिना 4 महिना भइसक्यो काम नगरिकन बसेको पनि। अब काम खोजेर लाग्नु पर्यो भनेको, काम मात्रै पाइँदैन आफूले भने जस्तो काम। साथीहरू, यहाँ बाहिर लाइट छैन, लाइट हाल्नु पर्यो। लाइट हाल्नको लागि चाहिँ कुर्ती लिएर आएको छ, हाइटको मान्छे चाहिँ लाइट चाहिँ भयो, उज्यालो हुन्छ। गर्मी त बाहिर बसिसक्दै छैन साथीहरू। यहाँ चाहिँ खेलाडीहरू आएको छन् बल खेलेर। आज चाहिँ यिनीहरूले एकदम राम्रो काम गरेर आएका छन्, जुन भन्नै मिल्दैन त्यस्तो काम गरेर आएका छन्। आज चाहिँ मेरो भाइ पनि आएको छ। के छ, सन्चै छस् दाइ? सन्चै छ।
अनि यहाँ अब हाई भन्न त मेरो साथी गाइजहरूलाई। नमस्ते। अनि अरू केही भन्नु छ? मेरो भिडियोलाई यसो फलो गर्नु भन्, सब्सक्राइब गर्नु भन्, लाइक गर्नु भन्, कमेन्ट गर्नु भन्। टाउको कना बिचरा हामीसँग बोल्न त शर्मा मान्छ, यो के बोल्ला। दाजुबहिनीको मिलन भयो। कान्छु दाई भन्थ्यो ल, हेर कान्छु दाई आछ। बोलिनौ कान्छु दाईसँग? यो त आज भोलि त मात्ती ह क्या। अब बनाउँदिनु। यो त आजल मात्ती ह। मात्ती हे। ए लाडे भएर प्याकुली भएर कस्तो गर्छ? है त साथीहरू, आजको भिडियोलाई चाहिँ यहीँ बाई बाई भन्न चाहे। मिलाउला फेरि अर्को नयाँ भिडियोको साथ। त्यति बेलासम्मलाई मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। यही भन्न चाहे। बाई बाई।